ब्रह्म मुहुर्तमा जाग्ने त नि उठिसकेपछि सबैभन्दा पहिले आफ्नै हातमा ढोक दिने। बुझ्नुभयो के भन्ने? कराग्रे वसते लक्ष्मी कर मध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम। आफ्नो हातमा सबै देवी देवताहरू, गुरुजनहरू, माता पिता सबैलाई सम्झेर आफ्नै हातमा ढोक अर्पण गर्ने। त्यसपछि आमा पृथ्वीलाई स्तुति प्रार्थना गर्ने। समुद्र बसने देवी प्रवतस्थन मण्डले विष्णुपति नमस्तुभ्यं पाद स्पर्श क्षमस्व मे। हे आमा, म जस्तो पापी हजुरको भारी मात्र भएर बसिरहनु परेको छ। म हजुरको भारी नै हो आमा, केही छैन। बिहान हजुरको भारी भएर बसिरहनु परेको छ। हजुरलाई कति गाह्रो होला आमा मलाई बोकिरहँदा। मैले जन्माएको एउटा सन्तानलाई त 2-4 घण्टा लिनु पर्यो भने बस एकछिन भनेर गाली गर्न थाल्छु आमा। हजुरले त मलाई जन्मिएका दिनदेखि धारण गर्नु भएको छ, त्यो प्राण नत्यागिन्जेलसम्म बोकिरहनुहुन्छ आमा। हजुरलाई कति गाह्रो छ भनेर आमा पृथ्वीलाई के गर्नु? प्रार्थना गर्नु।